एउटा कुरा भन्छु म सुन, घरिघरि आऊ मसँग भेट हुन भन्दै निर्जला गुरुङले गाइन् यसरी चिज गुरुङसँग रमाइलो लाइभ दोहोरी। दर्शकबिन नमस्कार, आज पनि हामी नयाँ अपडेटका साथ उपस्थित भइसकेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर जोडिनुहोला। हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनुहोला। पछिल्लो समयकी चर्चित गायिका निर्जला गुरुङले यति बेला चिज गुरुङसँग दोहोरी गाउँदा अझै बढी चर्चा कमाएकी छिन्। लाइभ दोहोरीबाट एकाएक चर्चामा आएका जोडी हुन् चिज गुरुङ र निर्जला गुरुङ। यो जोडीलाई यति बेला दर्शकहरूले बिहे हुनुपर्छ भनेर निकै टीका टिप्पणी गरिरहेको हामी देख्न सकिन्छ। यो जोडीलाई मन नपराउने सायद कमै होलान्। दर्शकहरूले दोहोरीमा मात्रै जमेको यो जोडीलाई साँच्चीकै बिहे हुनुपर्छ भनेर निकै कमेन्टहरू गरिरहेका हुन्छन्। यति बेला यो जोडीलाई दोहोरीमा मात्रै होइन, रियलमै जोडी बनेको देख्न चाहन्छन्। उनीहरूले लाइभ दोहोरी गाउँदा कहिले माया प्रेममा डुबेर त कहिले बिहेका कुरा गर्दै दोहोरी गाउँदा दर्शकहरूले पनि बिहे हुनुपर्छ भनेर दबाब दिइरहेका हुन्छन्। उनीहरूले गाउने शैलीलाई दर्शकहरूको मनमा निकै छोइरहेको हुन्छ। दर्शकबिन तपाईँ पनि चिज गुरुङ र निर्जला गुरुङको एकदमै ठुलो फ्यान हुनुहुन्छ भने एक लाइक गर्नुहोला।